नेकपा एमाले र नेपाली कांग्रेस र अरू को पार्टी मिलेर राष्ट्रिय सभाको चुनावमा जाँदै हुनुहुन्छ पनि यो चुनावमा मिलिजुली खाउँ अहिलेको यो प्रतिस्पर्धाको व्यवस्थामा पनि मिलिजुली खाने प्रवृत्तिको अन्त गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीमा म गएको र त्यसका विरुद्धमा छु। चाहे त्यहाँ कोही आउँछ लड्न संघर्ष गर्न आउँछ भने हामी जान तयार छु। राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्ह लिएर जोसुकै हाम्रो साथी आउँछ उहाँलाई सहयोग गरेर हामी अगाडि बढ्छौँ र अरू अहिलेसम्मका जितेका पार्टीका नेताहरूलाई हामी मात्र होइन सुर्खेतका क्षेत्रमा रहेका जनताले पराजित गरेर अवश्य पनि नयाँ मान्छे पठाएर यो मुलुकको नीति निर्माण गर्नमा सेवा पुग्नेछ। अवसरका कहिल्यै पनि खोजीमा लागिएन तर अधिकारको कुरो चाहिँ गरियो। सबैलाई नमस्ते। यति बेला हामी सुर्खेतमा छौँ। सुर्खेतमा यति बेला मसँग यहाँको सम्भवतः प्रतिनिधि सभाको यति बेला सुर्खेतको क्षेत्र नम्बर 1बाट प्रत्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचन लड्दै हुनुहुन्छ। विगत लामो समयदेखि कांग्रेसको सक्रिय सदस्य भएको व्यक्ति अहिले कांग्रेसलाई एकाएक त्यागेर यति बेला राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ। आज हामी पछिल्लो समय नेपालको राजनीतिक गतिविधिको बारेमा उहाँसँग छोटो छलफल गर्दैछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। स्वागत छ तपाईँलाई। धन्यवाद, नमस्कार। हजुरको परिचय खुलाउनु पर्दा? सुर्खेत जिल्ला सिमता गाउँपालिका वडा नम्बर 2 काफलकोट मेरो घर। मेरो नाम टेकबहादुर सिंह ठकुरी। हजुरको कांग्रेसमा विगत लामो समयदेखिको इतिहास छ तर कांग्रेसलाई एकाएक छोड्नुको कारण अनि राष्ट्रिय स्वतन्त्र पार्टीमा एकाएक प्रवेश गर्नुको कारण चाहिँ के? मैले बहुदल आएदेखि मेरो घर परिवार मेरो बुवाहरू अनि कांग्रेस पार्टीमा लाग्नुभयो। त्यसपछि मैले नेपाली कांग्रेसको भारतीय संस्था नेपाल विद्यार्थी संघबाट राजनीति गर्दै नेपाली कांग्रेसको सुर्खेतको जिल्लाको उपसभापतिसम्म म भएँ र त्यसपछि केही वर्ष यता म पार्टीबाट अहिलेलाई त्यति बेलादेखि पछाडि म पार्टीको कृषि राजनीतिमा भएन। सम्भवतः तपाईँ कांग्रेसका अहिलेका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सम्भवतः तपाईँ दुईजनाको सम्बन्ध निकट छ तर पनि अब तपाईँको तयारी उहाँसँग यही ठाउँबाट भिड्ने तयारी छ। यस्तो भयो। नेपाली कांग्रेसले हिजो 7 सालमा क्रान्ति गर्यो, 47 सालमा पनि फेरि आन्दोलन गरेर बहुदल स्थापना गरेको हो। त्यति बेला नेपाली कांग्रेसका नेताहरू बीपी कोइरालादेखि लिएर गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालासम्म आउँदासम्म नेपाली कांग्रेसको केही उद्देश्यहरू कामहरू जनप्रिय थिए, जनताको पक्षमा थिए। तर यो 10 वर्षदेखि यता लगभग जो पार्टीभित्र एउटा जानीयवाद आफ्नो नातागोता जुन आयो त्यसका विरुद्धमा हामी तमाम नेपाल अधिराज्यभरिका कार्यकर्ताहरू कांग्रेस पार्टी छोडेर विशेषतः यो राष्ट्रिय स्वतन्त्र पार्टीमा सहभागी हुनुभएको छ। तपाईहरू यति लामो इतिहास बोकेको यत्रो गठ बनाएको पार्टीलाई एक्कासी छोडेर यत्रो वरिष्ठ नेताहरू यसरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुलाई आम जनताले यति बेला के पनि भनिरहेका छन् भने तपाईहरू विकास चाहने नै अवसरवादी हो भनेर पनि भनिरहेछन्। उहाँहरूलाई के भन्नुहुन्छ? अवसरका कुरा खोज्ने हो भने त हामी अवसरकै कुरा खोज्थ्यौँ होला। हजुर, जुन दिन विद्यार्थी कालदेखि नै राजनीतिमा होमिएका हौँ हामी अहिलेसम्म निरन्तर रूपमा जनताको सेवा गर्दै आएका छौँ। म आएको छु। अवसरका कहिल्यै पनि खोजीमा लागिएन तर अधिकारको कुरा चाहिँ गरियो। अधिकारका कुरा गर्दा त्यहाँनिर अवसरका कुरा हुन्छन् भने त्योभन्दा ठुलो दुर्भाग्य अरू कुरा केही हुन सक्दैन। र अर्को कुरा रह्यो विधि पद्धतिभित्र रहनुपर्छ सबै कुराहरू। पार्टी विधिभित्र रहेन। कांग्रेस पार्टी नै विधिमा आफ्नो स्ट्राटेजी रहेन। जब पार्टी नै विधि भन्दा बाहिर गइसकेपछि अहिले त मैले भनेको अहिले त तपाईहरू यसरी तपाईले न्युज पनि सुनिरहनु भयो होला कांग्रेस भित्रै पनि अहिले हालसम्मको परिस्थिति आएको छ। यो बेलामा तपाईहरू पार्टीलाई गठन गर्न छोडेर यसरी पार्टी छोड्दै होइन यस्तो कुरा छ। पार्टी छोड्दै जानुपर्ने, पार्टीमा अर्को पार्टीमा समायोजन हुनुपर्ने भन्ने कुरा त कस्तो हो भने जब पार्टीको नेतृत्वमा बसेका साथीहरू कम्तीमा पनि उनीहरूले जनताको पक्षमा ती कुराहरू वकालत गर्नु पर्यो।
अनि पार्टीको सङ्गठन बढ्ने हो, पार्टीको सङ्गठनमा लाग्ने हो। उहाँहरू आफ्ना घर परिवारहरू, आफ्ना छोराछोरी, आफ्ना इष्टमित्र, आफ्ना दाजुभाइ व्यक्तिगत रूपमा उहाँहरू अगाडि बढिसकेपछि अब त्यहाँ पार्टी जस्तो रहेन। तपाईँहरूले हेर्नुभयो नि, केही दिन अगाडि नेपाली काङ्ग्रेसको पार्टीभित्र पार्टीका नेतालाई नै अब त्यहाँ धकलापकल हुन थाल्यो, अनुशासनहीन भयो भने त्यसलाई कन्ट्रोल गर्न सक्ने अब क्यापेसिटी अहिलेका वर्तमान पार्टीको पदाधिकारीहरूसँग त्यो रहेन। तपाईँहरूले यसो भनिरहँदाखेरि ऊ पार्टीमा पनि नेपोटिजम थियो भनेर भनिरहँदाखेरि, नातावाद थियो, कृपावाद थियो भनिरहँदाखेरि पछिल्लो समय जब राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ दलहरूसँग गठन गर्यो त्यसपछि अहिले कुलमानसँग आउँदा बित्तिकै पनि त पार्टी तपाईँहरूको पार्टीमै पनि कन्ट्रोभर्सी भइरहेछ नि त। अब यस्तो कुलमानले भयो। आफ्नो हाम्रो कुरा यस्तो छ, कुरा चाहिँ कस्तो छ भने त्यो कुलमानजीको कुरा होला, त्यो हाम्रो पार्टीको कुरा भयो नि त। पार्टीमा अब आउनु भएको रहेछ भने त्यो करेक्सन हुन्छ, त्यसका बारेमा कुरा उठ्छन्। राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमानजीहरू मभन्दा पछाडि आउनुभयो, त्यस कारणले पछाडि आउँदै गर्दा उहाँहरूले लिएका मान्छेहरूको विषयमा करेक्सन हुन्छन्। करेक्सन हुँदै गर्दा कतिपय साथीहरूले छोड्नु पनि भएको छ, कतिपय साथीहरू अब के भन्छ फेरि पनि अब अधिवेशन हुँदै गर्दा करेक्सनमा जानुहुन्छ। त्यसैले अब यो पार्टीमा एउटा कुरा मात्रै के हो भने जब राष्ट्रिय स्वतन्त्र पार्टीले यो 2 दिनको 2 वर्षको 2टा अवसरको कुरामा खोजेर पार्टी स्थापना भएको होइन। यसको संस्थापक अध्यक्ष रवि लामिछानेज्यूले जसरी यो पार्टीलाई निर्माण गर्दै गर्दा यसको दीर्घकालीन सोच बनाएर निर्माण गर्नुभएको छ। यो मुलुकमा भ्रष्टाचार अन्त गर्ने कुरा गरिरहनु भएको छ। भ्रष्टाचारका बारेमा उहाँहरू बारम्बार सदनदेखि सडकसम्म उठाइरहनु भएको छ। तर अहिलेका हिजोका पार्टीहरू जो छन्, जो काङ्ग्रेस एमालेहरू छन्, उहाँहरू त्यो भ्रष्टाचारलाई झन् बढावा दिने, भ्रष्टाचारलाई झन् अझ थपेर अगाडि लैजाने, कानुनभन्दा विपरीत जाने। आज चुनाव भइरहेछ, चुनाव हुने भनेको त राष्ट्रिय सभाको चुनाव हुँदैछ केही दिनपछि। त्यो चुनावमा नेकपा एमाले र नेपाली काङ्ग्रेस र अरू को पार्टी मिलेर राष्ट्रिय सभाको चुनावमा जाँदै हुनुहुन्छ भने यो चुनावमा मिलिजुली खाउँ। अहिलेको यो प्रतिस्पर्धाको व्यवस्थामा पनि मिलिजुली खाने प्रवृत्तिको अन्त गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीमा म गएको र त्यसका विरुद्धमा छु। चाहे त्यहाँ कोही आउँछ लड्न, सङ्घर्ष गर्न आउँछ भने हामी जान तयार छु। राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चुनाव चिन्ह लिएर जोसुकै हाम्रो साथी आउँछ उहाँलाई सहयोग गरेर हामी अगाडि बढ्छौँ र अरू अहिलेसम्मका जितेका पार्टीका नेताहरूलाई हामी मात्र होइन, सुर्खेतका क्षेत्रमा रहेका जनताले पराजित गरेर अवश्य पनि नयाँ मान्छे पठाएर यो मुलुकको नीति निर्माण गर्नमा सेवा पुग्नेछ। सुर्खेतदेखि तपाईँले यसो भनिरहँदाखेरि सुर्खेतदेखि पूर्णबहादुर खड्कालाई पराजित गर्ने ल्याकत राख्छ घन्टीले? राख्छ। के छ आधार? उहाँले विभिन्न अहिलेसम्म गरेका कामहरू के हुन् त? उहाँले गरेका कामहरू यो हुन् भन्नु पर्यो। उहाँले प्रतिनिधि सभामा गएर सुर्खेत क्षेत्र नम्बर 1 को बारेमा बोलेको सुन्नु भएको छ? सुर्खेतको कर्णाली प्रदेश स्थापना गर्दै गर्दा उहाँले गरेका कुराहरू कहिले सुन्नु भएको छ? उहाँले सुर्खेतमा दीर्घकालीन हुने खालको व्यवस्था, दीर्घकालीन जनताले प्रत्यक्ष लाभ लिने खालका कुनै योजनाहरू छन्? उद्योग धन्दाहरू छ? कल कारखाना छ? के गर्नु भएको छ? जाजरकोट जाने बाटोलाई मेरो बाटो भन्नु भएको छ उहाँले। जाजरकोट जाने बाटोदेखि अरू 60 जाने बाटोहरू उहाँले कति निर्माण गर्नुभयो, कति पिच भए, कतिवटा हुने क्रममा छन्, त्यो त देखिएको छैन नि। अनि जनताले पाउनुपर्ने सुर्खेतको क्षेत्र नम्बर 1 मा अहिलेसम्म एउटा राम्रो औषधि उपचार गर्ने अस्पताल छैन। सुर्खेतमा औषधि उपचार गर्ने अस्पताल नै छैन। हामी सबै अहिलेसम्म हिजोको दिनसम्म हामी सबै नेपालगञ्ज जान्थ्यौँ, कर्णाली प्रदेश भनेर भन्थ्यौँ, कर्णाली प्रदेशमा रिपोर्ट अञ्चल अस्पतालमा गर्थ्यो। तपाईँले यसो भनिरहँदाखेरि आम जनताले तपाईँ पनि त विगतका दिनमा उही पार्टी भन्नु, तपाईँ त्यो बेला किन खबरदारी गर्नु? खबरदारी गरिरहेकै छौँ त नि। तपाईँले मान्नु भएन भने हामी पार्टी छोड्छु भनेकै थियौँ। खबरदारी गर्ने भने अब त्यही त हो नि। उहाँहरूले हामीले भनेको कुरा मान्नु भएन, नमानेपछि हामीले छोडिदियौँ। घन्टीले भ्रष्टाचार निर्मूल गर्छ, सुशासन ल्याउँछ तपाईँहरूले भनिरहँदाखेरि अर्कातिर कतिपयले के पनि भन्छन्, घन्टी भनेको मुद्दाको पार्टी हो भनेर पनि भन्छन्। अझै युवराज सफलले त के भन्नुभएको छ, घन्टेघरका नाइकेलाई फेरि थुनामा राख्छु भनेर भन्नुभएको छ। उहाँले यस्तो अभिव्यक्ति अब यो यस्तो छ क्या, जस्तै कि उहाँलाई मुद्दा त बिपी कोइरालालाई मात्रै थियो नि। हिजो राजाले इन्डियामा बसिरहँदा उहाँलाई मार्नेसम्मका मुद्दा थिए, तर ती मुद्दालाई पनि उहाँले मुठीमा राखेर म नेपालमा जान्छु, नेपाल राष्ट्रियताको सवालमा एक ढिका भएर अगाडि बढ्छु भनेर नेपाल आउनुभएको त त्यसपछि जेल जानुभएको त हो नि। मुद्दा जो नेता हुन्छ ऊ जान्छ, भोग्छ। यदि गल्ती गरेको भए जेलमा जान्छ, थुनिन्छ, के फरक पर्छ? अदालतले फैसला गर्छ। यदि निर्दोष भए आउनुहुन्छ, कसैको जाल जेल गरेर जो जालजेली पार्टीहरू छन् नि,
काङ्ग्रेस एमाले भने जालजेली पार्टी हुन्। त्यो उहाँको मात्रै कुरा होइन, उहाँहरूले प्रत्येक वडा टोलमा मुद्दा गर्नु भएको छ क्या। काङ्ग्रेस एमालेलाई जालजेली भन्नुहुन्छ, एमाले अहिले भर्खरै भनिरहेछन्, कतिपय अभिव्यक्ति दिइरहेछन्। तपाईँकै अबको सम्भाव्य प्रधानमन्त्री भनेर तपाईँले जसलाई नियुक्ति गर्नुभएको छ बालेन शाह, उहाँलाई त चुनावमा तपाईँलाई एउटै क्षेत्रमा लडाउने हो भन्दाखेरि उहाँले हास्यात्मक शैलीमा भनिदिनुहुन्छ त्यस्ता पनि झिनामिना भनेर उहाँले त्यस्तो अभिव्यक्ति यस्तो कुरा हो क्या। चुनाव लड्ने कुरा त कोसँग लडिन्छ, जोसँग पनि लडिन्छ के। चुनाव लड्ने कुरामा हामी योसँग उसँग ठुलो सानो भन्ने कुरा भएन। हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीले जहाँ पनि चुनाव लडाउँछ, जसलाई पनि टिकट दिएर पठाउन सक्छ, त्यहाँ चुनाव लडिन्छ। त्यहाँ चुनाव लड्ने व्यक्ति भन्दा पनि पार्टी हो, पार्टीले चुनाव लड्ने हो। तपाईँले यसो भनिरहँदाखेरि सिमताका जनताले, यो सिमता नै सुर्खेत क्षेत्र नम्बर 1 का जनताले तपाईँलाई कसका आधारमा, तपाईँका एजेन्डा के छन् र कसका आधारमा तपाईँलाई भोट हाल्ने? मेरो पहिलो कुरो के छ भने सुर्खेत क्षेत्र नम्बर 1 का जनताहरूसँग म के अनुरोध गर्न चाहन्छु भने जति सिमतामा भएका, चिङ्गारमा भएका, सुर्खेत क्षेत्र नम्बर 1 का भेरी बेल्टामा गुमीदेखि लिएर के भन्छ गुर्बाकोट, भेरीगङ्गा र लेकबेसीदेखि लिएर विराटनगरका 2टा वडाहरूमा छन् नि, त्यो ठाउँमा हामीले केही औद्योगिक ग्रामहरू खोल्नुपर्छ, कृषिमा आधारित कार्यक्रमहरू ल्याउनुपर्छ। जस्तै मानौँ हामी सक्छौँ नि, इलाममा हुने हामीसँग के हाम्रो बेल्टामा हुँदैन त्यो चिया बगानहरू, त्यहाँ हुन सक्दैन, त्यसो खोजी गर्नु पर्दैन। त्यो ल्याकत राख्नुहुन्छ तपाईँहरूले, त्यस्तो औद्योगिकीकरण ल्याउन सक्नुहुन्छ? टुरिज्म क्षेत्र प्रस्ताव राख्न सकिन्छ, जान सकिन्छ, बोल्न सकिन्छ, त्यो किसिमको कुरा राखिन्छ सदनमा। अनि त्यो किसिमको कुरा राखिसकेपछि सरकारको ध्यान आकर्षण हुन्छ। यदि हाम्रो पार्टीको सरकार निर्माण भयो भने यो कुरा गरेरै छाड्छु म। तपाईँले यसो भनिरहँदाखेरि यही क्षेत्रबाट, तपाईँको क्षेत्र नम्बर 1 बाट नै तपाईँ र पूर्णबहादुर, तपाईँको पार्टी घन्टी र अन्य कुनै पूर्णबहादुर खड्का सँगसँगै अन्य कुनै दलको प्रतिस्पर्धा सँगसँगै यही पार्टीबाट राप्रपाले रवि किरण हमाललाई पनि उठाउँदैछ, जेनजीका अगुवा भनिएका उहाँहरूलाई पराजित गर्ने ल्याकत राख्छ र घन्टीले सुर्खेतमा। एउटा कुरा सुर्खेतमा अझै तपाईँलाई मैले यो कुरा पनि भनिदिएँ, कतिपयले के पनि भन्छन्, बजारी क्षेत्रमा घन्टी बज्न सक्छ तर गाउँ क्षेत्रमा बज्दैन, बुढापाकाहरूले आउटा काटे भोट परिवर्तन गर्दैनन् भनेर भन्छन्। तपाईँ यही ठाउँमा बसेर तपाईँहरूले अनि उहाँहरूलाई हराउन सक्नुहुन्छ? यस्तो कुरा छ, बजार भनेको यो पनि बजारै हो, भेरी बेल्ट बजारै हो। त्यो मात्रै होइन, तपाईँ हेर्दै गर्नु होला, मेरो भोट घन्टी पार्टीको भोट गाउँबाट कुना कन्दराबाट आउँछ। तपाईँहरू चिन्ता नगर्नुहोस्, भोट आउने बुढापाकाहरूले सबैले भोट हाल्नुहुन्छ मलाई, यसमा दुविधै छैन। र रह्यो कुरा अरू साथीहरू, अरू जोसुकै साथीहरू पनि चुनाव लड्न आउनुहुन्छ, त्यसमा मेरो भन्नु केही छैन। म कुनै राष्ट्रिय पनि घन्टीले हराउँछ, सबैलाई हराउँछ, सबैसँग घन्टी पार्टी लड्छ। भनेपछि देश घन्टीमै हुन्छ। तपाईँहरूको सभापतिले भर्खरै मात्रै पार्टी एकीकरणको कार्यक्रममा पनि भन्नुभएको थियो, डाक्टर स्वर्णिम वाग्लेलाई आगामी बजेटको तपाईँ लेख्दै गर्नुहोस् भनेर भन्नुभएको थियो। के यो सम्भव छ? अब यो लेख्ने कुरालाई, उहाँले भन्ने कुरालाई राजनीतिक हिसाबमा त अब जति कुरा जे गरे नि पछाडि गएर गर्ने त होला नि, लेख्ने तयारी रहनु त पर्यो नि, त्यो किसिमको मेन्टालिटी बनाउनु पर्यो नि, त्यो किसिमको बायोडाटा लिनु पर्यो नि त। अनि बायोडाटा लिइसकेपछि त भोलि सरकार बन्यो भने त लेख्नु सजिलो हो नि त। भोलि फेरि हामी गाउँ गाउँमा गएर खोज्नु परेन नि, कुन ठाउँमा कुन कसरी जाने अगाडि भन्ने विषयमा, बजेट बनाउने विषय मैले भने नि, मेरो कुरा त यो मिडिया मार्फत जानु पर्यो अथवा पार्टीको नेताहरू मार्फत जानु पर्यो नि। नेपाल अधिराज्यका सबै ठाउँहरूमा, पहाडी इलाकाहरूमा, जहाँ कर्णाली प्रदेशमा जसरी अहिले कर्णाली प्रदेशका सारा जनताहरू, सारा कार्यकर्ताहरू, सारा पब्लिकहरू इन्डिया जानु परेको छ भने त्यो सबै त्यसलाई रोकेर यही कर्णाली प्रदेशमा औद्योगिक ग्रामहरू खोलेर त्यहाँ कार्यक्रमहरू दिनु पर्यो, तिनीहरूले रोजगारी पाउनु पर्यो। जस्तै सबैभन्दा सजिलो मैले देखेको कुरा, हामीसँग चिया बगानहरू बनाउने प्रशस्त जमिनहरू छ, त्यो चिया बगान हामीले खेती गरिदियौँ भने किसानहरू त्यही काम पाउनुहुन्छ। जनताले गफ मात्र यो भन्छन् के, गफ मात्र यो हो। अहिले घन्टीको माहौल जे छ, 64 सालमा माओवादीको माहौल पनि त्यही थियो, प्रचण्डलाई पनि कानमा बोकेर हिँड्या, मैले प्रचण्डले लात हानेर गए भन्ने टाइपको यही कुरा हो। जब उहाँहरूले उठाइएका आन्दोलनको पिरियडमा उठाइएका कुराहरू उहाँहरूले पालना गर्न सक्नु भएन, पालना गर्न नसकेकै कारणले त्यो पार्टी पतन भएको छैन। त्यो पार्टी अहिले मिलिजुलेर एउटा नेपाल कम्युनिस्ट पार्टी भएको छ होइन। उहाँ पनि आफ्नो स्ट्यान्डमा हुनुहुन्छ, उहाँ पनि जानु भएको छ, चुनावी मैदानमै हुनुहुन्छ, उहाँ पनि राष्ट्रिय पार्टी बन्नु भएको छ, गलत कुरा हो। उहाँ पनि राष्ट्रिय पार्टी हो होइन, त्यो राष्ट्रिय पार्टीको हैसियतमा छ। त्यसैले त्यो पार्टीमा सरकारमा जाँदै गर्दा केही कमजोरी भए, उहाँहरूले हिजो उठाएका एजेन्डाहरू कुरा भएनन्, नभएका कारणले अलि पछाडि ब्याक परेको होला। तर राष्ट्रिय स्वतन्त्र पार्टीलाई म पनि यहीँबाट भन्छु, तपाईँहरू लगायत सम्पूर्णलाई
यदि हाम्रा उठाएका कुराहरू विकास निर्माण गर्ने भन्दा पनि पहिलो कुरा कानुन दरिलो बनाएर यो भ्रष्टाचार मुक्त नेपाल बनाउन सक्यो भने नेपालको विकास 100 गुणा बढेर अगाडि बढ्छ। हस् त, धन्यवाद। धन्यवाद।